2079 को निर्वाचनमा राप्रपाका नेता राजेन्द्र लिङदेनले जितेको झापा क्षेत्र नम्बर 3 हो। आज हामी कोशी प्रदेशको झापा क्षेत्र नम्बर 3 का बारेमा कुरा गर्न गइरहेका छौँ। झापा क्षेत्र नम्बर 3 भन्नाले भद्रपुर नगरपालिका सहित कञ्चनकवल, हल्दीबारी र बारादशी गाउँपालिकाका क्षेत्र पर्दछन्। यस क्षेत्रको कुल मतदाता 1,40,857 रहेका छन् भने यस पटक नेपाली काङ्ग्रेसले राजेन्द्र कुमार घिमिरेलाई उठाएको छ भने नेकपा एमाले हरिबहादुर राजवंशीलाई उठाएको छ। नेपाली कम्युनिस्ट पार्टीले डिलिराम घिमिरेलाई उठाउँदा रासोपाले प्रकाश पाठकलाई उठाएको छ। फेरि पनि राप्रपाबाट राजेन्द्र कुमार लिङदेन उठेका छन् भने जसपा नेपालले कर्णलाल राजवंशी, जनमत पार्टीले हर्षलाल राजवंशीलाई टिकट दिएका छन्। उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक उठेका छन् भने श्रम संस्कृति पार्टीबाट दीपक तिमल सिन्हा उठेका छन्। यहाँको निर्वाचन एकातिर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो बलियो गढ जोगाउँदै जितको ह्याट्रिक गर्ने दाउमा छन् भने अर्कोतर्फ नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रासोपा लगायतका उम्मेदवार पनि जितेर काठमाडौँ जान चाहन्छन्।